चलाउने केटाहरू यिनीहरूले चलाइरहेका छन् र यिनीहरू त्यसबाट आह्वान गर्छन् केपी ओलीको घरमा ड्रोन खसाल्दे महेश बस्नेतलाई साफ सुथरा खटाउँछु स्नाइपर हामीसँग छ यस्ता 1/3 भन्दा बढी सोसियल मिडियाका पेजहरू फेसबुकका यिनीहरूले चलाएका विभिन्न खालका फेसबुक ग्रुपहरू अथवा सोसियल मिडिया नेटवर्कहरू अपराधिक काममा लगाइरहेका छन् आज जो चोर उसको ठुलो स्वर भनेको जस्तो यिनै अपराधीहरू आज केपी ओलीलाई गिरफ्तार गर रमेश नेहरलाई गिरफ्तार गर महेश बस्नेतलाई गिरफ्तार गरेर अभियान चलाइरहेका छन् यसपालिको दशैंमा त मलाई फुलपातीको 2 दिन अगाडिदेखि गिरफ्तार गर्ने प्रयत्न गरे गृहमन्त्रीज्यूलाई म गृहमन्त्रीज्यूलाई यही मञ्चबाट चुनौती दिन चाहन्छु एमाले केपी ओली महेश बस्नेत लगायत त्यहाँ मञ्चमा बसेका व्यक्तिहरू छाती फर्काएर हिँड्दैनन् छाती तेर्साएर चुनौतीका साथ म बोल्छु हिजो पञ्चायतसँग लडेर आएको शक्ति हो हिजो राणा सायसँग लडेको केपी ओलीको पङ्क्ति हो हिजो पञ्चायतसँग लडेको शङ्कर पोखरेल अर्को पङ्क्ति हो हिजो साई शासन माओवादीको युद्धलाई कान्छी औलाको भरमा युद्ध फोर्स बनाएर लडेर आएको महेश बस्नेतको पङ्क्ति हो अहिले हावाभरका हाउ टोली हो जेएनजी टोलीका नामका नौटङ्कीहरूले च्यालेन्ज गरेर गृहमन्त्रीज्यू आमा लाग्नुहुन्छ भने सावधान तपाईले उठाउनु भएको एजेन्डामा सहमति छ जेएनजीहरूले भ्रष्टाचार नियन्त्रण गर्ने भने भ्रष्टाचारीहरूलाई कारबाही गर्नुस् छानबिन गर्नुस् यही मेरै छिमेकी गौरीबहादुर कार्की नाताले मेरो जेठान हुनुहुन्छ उहाँ छानबिन समितिको अध्यक्ष हुनुहुन्छ हामी त्यो छानबिन समितिलाई सहयोग गर्न तयार छौँ हाम्रा बारेमा जेएनजी भाइ बहिनीहरूलाई केही प्रश्न उठेको छ भने छानबिन गर्नुहोस् तर छानबिन गरिरहँदा नेपालको नम्बर 1 भ्रष्टाचारी भनेर चिनिएको कुलमान घिसिङबाट कहाँ छानबिन सुरु गर्नुहोस् यही बस्छन् बालकोटमा रामेश्वर खनाल पूर्व अर्थ सचिव म सेक्युरिटी लिन्न म पिए लिन्न म गाडी लिन्न मन्त्री भएर नलिनु भनेको मन्त्री क्वार्टर जतिकै तपाईँसँग गाडी के अरे घर रहेछ मन्त्रीहरूले चढ्ने 2-3 गाडी रहेछ सेक्युरिटी रहेछ यो पैसा कहाँबाट आयो तपाईँ अर्थ सचिव हुँदा तपाईँको कमाइको कुरा के हो तपाईँको सोच के हो त्यहाँबाट छानबिन सुरु गर्नुहोस् हामी छानबिनको दायरामा आउन तयार छौँ 19 जना व्यक्तिको 23 गते हत्या भयो कुनै नेपालको कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ दिँदैन आदेश कसले दिएको हाम्रो अध्यक्षले आदेश दिएको छ भने प्रमाण ल्याउनुहोस् हामी छलफल गर्न तयार छौँ होइन भने विदेशीका खेताला गोठाला भएर स्नाइपर ल्याएर साफ सुटर ल्याएर हाम्रा कलिला भाइ बहिनीहरू हत्या गरिएको छ त्यसको छानबिन होस् त्यो हत्याको मुख्य पात्र विदेशी दलाल बारेन शाह हो त्यसको मुख्य पात्र सुदन गुरुङ हो छानबिन त्यहाँबाट सुरु हुनुपर्छ अनेरा सोबीले जाहेरी हालिसकेको छ मैले हिजो पत्रकार सम्मेलनमा भने तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ देशभरि आगो बल्ने छ यो कुरा म तपाईँलाई राख्न चाहन्छु र 25 गते राष्ट्रिय युवा सङ्घ नेपालले 1 बजे काठमाडौँको 3 कुनेबाट मोटरसाइकल र्याली गरेर देखाउँदैछ युवाहरूको तागत के हो नेकपा एमालेको तागत के हो तपाईँहरू सबैलाई म 25 गते जानको लागि पनि आग्रह गर्न चाहन्छु होइन भने सोसियल मिडिया ट्रायल गर्ने फलानालाई गिरफ्तार गरेर भनेर ट्रेन चलाउने अनि आज पनि मैले सुने के जेएनजी नामका अपराधीहरू गुन्डुमा आउने रे किन आउने गुन्डुमा हाम्रो विकास हेर्न आउने हो भने लिएर तिम्रो गुरु बालनलाई लिएर आऊ बालनलाई सिकाऊ महानगरमा वर्षको 45 अर्बको बजेट कुन कुरामा लगेर कोचेका छौ गुन्डु आएर हेर महेश बस्नेत सांसद हुँदा 5 वर्षमा जम्मा 25 अर्बले गरेको विकास हो सिक्न आऊ तिम्रो गुरु भनेर तिम्रो तालिम दिनको निमित्त महेश बस्नेत तयार छ तिम्रो गुरु लिएर विकास गर्न आऊ गुन्डुमा ड्रोन लिएर आउँछु गुन्डुमा बन्दुक लिएर आउँछु गुन्डुमा के गर्छु आज पनि आउँछु भनेर सोसियल मिडियामा खुबै खोकेका थियौ डिस्कर्डबाट आपराधिक योजना बनाएका थियौ गुन्डु गलत उद्देश्यले आयो भने हात्ती गौडा भन्ने एउटा नाका छ यता महादेव खोला भन्ने किमा चोक्र महरमा एउटा नाका छ त्यहीबाट अचार भनेर फर्किनेछौ किमा भनेर फर्किनेछौ गलत उद्देश्यले गुन्डुतिर आँखा नतेर्छौ आँखा फुट्ने छ हात नतेर्छौ हात भाँचिनेछ यो भन्न म किन बाध्य छु भने 500 भन्दा बढी प्रहरीका चौकी जलाएको छ
1200 भन्दा बढी प्रहरीको हतियार लुटेको छ, लाख भन्दा बढी गोली लुटिएको छ। अनि रवि लामिछानेलाई प्रधानमन्त्री बनाउँछु भनेर स्वतन्त्र पार्टी नामका घन्टीहरूले रवि लामिछानेलाई जेलबाट निकाल्दा 14,000 कैदीहरू भएका छन्। ज्यानमाराहरू, बलात्कारीहरू, हत्याराहरू यो वरिपरि घुमिरहेका छन्। त्यही भएर हाम्रो सुरक्षा हामीले गर्नुपर्ने स्थिति आएको छ। सरकारी संरचना जलेका छन्, हाम्रा घरहरू जलेका छन्, घर जलेको छ। बाउ आमालाई जिउँदै माग्छु भनेर 3 तला माथिबाट घिसार्दै मेरा बुढा आमालाई घिसारेको छ। मेरो श्रीमती मकै भर्खर भाँचेको हुनाले मकै सुकाइरहेको बेलामा नचिनेर मेरो श्रीमतीले आगो लगाएन र झलाको सिपमा जस्तै आगो लगाउँछु भनेर भनिएको छ। छोराछोरीलाई नेपो बेबी भनेर बदनाम गरिएको छ। दसैँको मुखमा मेरा परिवारलाई गिरफ्तार गर्छु भनेर छोरालाई पुलिसले समाउन आयो भनेर रुवाबासी र आतंक सिर्जना गरिएको छ। एक हिसाब हुन्छ तिमीहरूको, पाइ हिसाब हुन्छ तिमीहरूको। म गृहमन्त्री र प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु, अपराधीहरूलाई कारबाही गर्नुहोस्। देशव्यापी रूपमा युवा सङ्घ नेपालले अब डिजिटल जेनेरेसन फोर्स निर्माण गर्नेछ। देशव्यापी रूपमा आगजनी गर्ने, हत्या गर्ने, अपराध गर्नेहरूलाई हामी जाहेरी दिनेछौँ। गृहमन्त्री आदेश दिनुहोस्, होइन भने तपाईँ बालनको नोक्कर हो भन्ने कुरा प्रमाणित हुन्छ र बालनको नोक्करलाई हामी टेर्नेवाला छैनौँ। र हामीले हाम्रो निमित्त आफैले क्षतिपूर्ति बेहोर्नुपर्ने, आफैले न्याय माग्नुपर्ने, आफैले बदला लिनुपर्ने स्थिति आयो भने मुलुक द्वन्द्वमा जानेछ। यो कुरा गृहमन्त्रीले कान खोलेर सुन्नुहोस्। यति कुरा पनि आज हामीले गर्नुपर्ने छ।